त्यतिखेर जोइन्ट फ्यामिली हुन्थ्यो हैन, परिवार ठुलो हुन्थ्यो, जोइन्ट फ्यामिली हुन्थ्यो, घरको काम पनि ठुलै हुन्थ्यो, भ्याउँदैन थियो हैन। अनि लोग्ने मान्छेहरू सबैजना बाहिर जान्थे, समाज बनेकै यही हो नि त। अनि महिलाहरूले चाहिँ घरभित्रको काम गर्ने हैन, उसले बाहिर गएर काम गर्नु भ्याउँदैन थियो कि, घरभित्रै हेर्दा ठिक हुन्थ्यो उसलाई, म्यानेजमेन्ट गर्थ्यो। त्यत्रो जनालाई मूल्याङ्कन हुन्थेन, यही हो के कुरा चाहिँ, मूल्याङ्कन हुँदै घरभित्र बस्यो, घरको काम गर्यो। अहिले पनि भन्छ धेरै घरमा परिवारमा पढे लेखेकोहरूको पनि यस्तो कुरा छ क्या, त्यो कुरा म चाहिँ त्यसको कुरा त म लड्छु हैन, त्यो कुरामा चाहिँ मलाई चित्त बुझ्दैन। घरमा अहिले भनौँ न, म मेरै पनि घरमा अहिले मैले आफूले मैले सकिनँ, म बाहिर बसेर काम कमाउनु गएँ, बाहिरबाट पैसा लिएर आयो भने पनि त घरमा कोही न कोही हेर्ने त मान्छे चाहियो नि, त्यसलाई भने हामीले पेनले गर्नु परेको परेन, अझै बढी गर्नुपर्छ हो कि होइन। अनि त्यसकारण अनि एउटा घरमा श्रीमतीले बस्यो, आमाले काम गर्यो भने उसको मेहनतको पारिश्रमिक चाहिँ खै नि त, त्यो गर्दैन कि, त्यो हिसाब किताबै छैन। ऊ त त्यसै फोकट हो कि, अब यो घरमा यो आइमाको केही काम छैन, घर बस्ने हो होला, घरमा के हात बाँधेर बस्छन्, सुतेर बस्छन्, महिलाहरू पाउँछन्, मनले दिन्छ, घरको काम कसले गर्ने। म अहिले धेरै जस्तो म लड्ने पनि त्यही कुराले हो। ठिक छ, छोराले पनि अहिले गर्नुपर्छ, छोराले छोरीले जोसुकै होस्, बाहिर काम गर्नेले भित्रको काम गर्नुपर्छ, भित्रको काम गर्नेले बाहिर काम गर्छ, केही फरक पर्दैन। यदि तिम्रो घर राम्रो चल्ने हो भने मिलेर काम गर, म लोग्ने मान्छे, मैले बाहिर काम गर्छु, तैँले घरभित्रको काम, तिमीले घरभित्रको काम गर्ने हो, म त्यसमा सघाउनु भन्नु पाइँदैन।